मेरो हस्बेन्डलाई चाहिँ अकर्डिङ टु वेदर फुड आइटम्सहरू चुज गर्ने बानी छ क्या। अनि आज वेदर पानी परिरहेको थियो, बाहिर बादल लागिरहेको थियो, अनि उसलाई आज तातो तातो खानेकुराहरू खानु मन लाग्यो अरे। अनि प्लस त्यो चटपटा पनि हुनु पर्यो अरे। अनि के खानु मन छ भन नि त भनेको, समोसा बनाइदेऊ न अरे के। ठिक छ नि त भनेर समोसा बनाउनुतिर लाग्यौँ हामीहरू मिलेर। अनि मैले चाहिँ उसलाई साइडमा तरकारी बनाउँदै गर भनेको थिएँ के। अनि उसले चाहिँ तरकारी बनाउँदै थियो, मैले चाहिँ यहाँ समोसा बनाइरहेको छु। अनि मलाई यो समोसाको सबै कुराहरू मनपर्छ, बनाउन पनि ठिकै सजिलै लाग्छ होइन। तर यो समोसाको बोक्रा हुन्छ नि, त्यो बोक्रा कहिले पनि मेरो सफ्ट त्यो चिल्लो हुँदैन क्या। जहिले त्यो बबल्सहरू निस्किन्छ, यस्तो खालको बबल्सहरू, तर क्रिस्पी नै हुन्छ हुनलाई चाहिँ। अनि फर्स्ट लर्डको समोसा पाक्ने बित्तिकै हामीले चाहिँ एक एकवटा टेस्ट गर्नु पर्यो नि त भनेर टेस्ट गर्न थाल्यौँ। अनि चटनी पनि उसैले नै बनाएको चटनी हो। अनि यसरी फटाफट सबै समोसाहरू पकाइसक्यौँ। अनि उता तरकारी पनि पाक्यो। अनि प्लेटिङ गर्न थाल्यौँ हामीले। अनि मैले चाहिँ एउटामा प्लेटिङ गर्छु मेरो लागि भनेको, किनभने उसको क्वान्टिटी र मेरो क्वान्टिटी चाहिँ अलिकति फरक पर्छ। अनि फर्स्टमा चाहिँ मैले 2वटा समोसालाई सानो सानो टुक्रा पारेँ। मेरो भिडियोहरू चाहिँ श्रीमानले नै खिचिरहेको थिए। अनि मलाई सिकाउँदै पनि थिए, यसरी प्लेटिङ गर न भन्दै थिएँ क्या। अनि मैले तरकारी राखेँ 2 डाडु जति। नर्मल्ली यो चाहिँ समोसा तरकारी हो, तर हाम्रोतिर चाहिँ छोले समोसा भन्छ क्या यसलाई। यो छोले समोसा चाहिँ एकदमै फेमस अनि मिठोवाला हाम्रो खाजा हो यो। अनि यसमा चाहिँ यो काँचो प्याज र हरियो खुर्सानी चाहिँ म्यान्डेटरी हो। अनि मैले यो गार्निस गरिसके पछाडि माथिबाट थोरै 1 चम्चा जति चटनी पनि राखेँ, ताकि यो एकदमै स्पाइसी होस्, मिठो होस् भनेर। अनि एकदमै मिठो भएको थियो।